Huawei Y6 Prime 2018 डिस्प्ले खराब भएको छ फुल ओरिजिनल डिस्प्ले र टेम्पर ग्लास एकदम राम्रो क्वालिटीमा कसरी चेन्ज गर्ने म यसको सोलुसन दिनेछु च्यानल लाइक कमेन्ट सब्स्क्राइब शेयर गरेर अगाडि बढाइदिनु होला यस्तै भिडियो लिएर आउन मलाई सहयोग हुनेछ डिस्प्ले फेरेको केही समयमा लाइनिङ धर्काहरू आउने या त अटो टचहरू हुने यो समस्याहरू देख्न पाइन्छ क्यामेरामा धुलो पसेको या त क्यामेरा ब्लर हुने यो समस्या पनि देख्न पाइन्छ यो समस्यालाई आउन नदिने म यसको सोलुसन दिनेछु च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब शेयर गरेर अगाडि बढाइदिनु होला सबभन्दा सुरुमा त हामीले यसको सिम ट्री बाटोबाट हामीले ओपन गर्ने सिम ट्रीलाई रिमुभ गरेर चाहिँ फिङ्गरप्रिन्ट खराब भएको छ र यसमा फिङ्गरप्रिन्ट अलरेडी पहिले खराब भएको रहेछ यहाँको सबभन्दा सुरुमा त हामीले यसको ब्याट्री कनेक्टरलाई रिमुभ गर्नुपर्ने हुन्छ सबभन्दा सुरुमा ब्याट्री कनेक्टर रिमुभ भइसकेपछि हामीले डिस्प्ले कनेक्टरलाई रिमुभ गर्ने र यहाँको बडीलाई पनि रिमुभ गर्ने यहाँको नोटलाई रिमुभ गरेर सबभन्दा सुरुमा त हामीले डिस्प्लेलाई रिमुभ गर्नुपर्ने हुन्छ डिस्प्ले रिमुभ यहाँ भएको सिसाको टुक्रा छ भनेदेखि एकदम मजाले सफा गर्ने अनि मात्रै डिस्प्ले लाउने यसरी गर्दाखेरि सेतो दागहरू आउने या त डिस्प्लेमा लाइनिङ धर्काहरू आउने यो समस्याबाट छुटकारा मिल्छ डिस्प्ले टाच्नुभन्दा अगाडि नै हामीले यसलाई टेम्पर ग्लास लगाइदिने यसरी गर्दा डिस्प्ले खराब हुँदैन र एकदम मजबुत तरिकाले बस्छ पेपरलाई रिमुभ यो मोडलमा यो टेम्पर ग्लास सपोर्ट गर्ने भएको कारणले गर्दा एकदम मजबुत हुन्छ त्यसैले मैले यो टेम्परलाई लगाउँदैछु एचडीको एकदम राम्रो तरिकाबाट टेम्पर ग्लास लागिसकेको र गम लगाउँदाखेरि हामीले कहिले पनि यो बोर्डमा लगाउनु हुँदैन यो बडीमा लगाउनु हुँदैन र यहाँ लाग्दाखेरि डिस्प्लेमा दाब्दाखेरि सेतो दागहरू आउने समस्या देख्न पाइन्छ त्यसरी लगाउनु हुँदैन हामीले डिस्प्लेको यो बाहिरी भागमा मात्रै लगाउनु पर्ने हुन्छ र यो सेन्सरमा र यो मिडियामा पर्ने गरी लगाउनु हुँदैन बाहिर मात्रै लगाउनु पर्छ गम राम्रोसँग लगाएपछि हामीले बडीमा लगाइदिने र बडीमा लगाउनुभन्दा अगाडि क्यामेरामा धुलो पसेको छैन मजाले सफा गरेर मात्रै लगाइदिने अगाडि पछाडि चारैतिरबाट मिलाएर मात्रै प्रेस गर्ने डिस्प्लेलाई हल्का सबभन्दा सुरुमा त हामीले डिस्प्ले ब्याट्री कनेक्टर लगाइदिने त्यसरी डिस्प्ले कनेक्टर र बडीलाई र बक्सलाई स्पिकर बक्सलाई लगाइदिने त्यसपछि यो एलटीलाई पनि लगाइदिने यहाँ भएको सम्पूर्ण नोटहरूलाई लगाइदिने यहाँको सम्पूर्ण नोटहरू लगाइदिएपछि यहाँको एउटा क्लिप हुन्छ यो पनि लगाइदिने यसमा अलरेडी पहिल्यैबाट थिएन र ब्याक प्यानल लगाइदिने दुई-अढाई घण्टा लगभग टेपले बाँधिदिने यसरी गर्दा साइडबाट बत्ती बल्ने या त छिटो डिस्प्ले उक्किने यो समस्याबाट छुटकारा मिल्छ पावर बटन प्रेस गरेपछि फोन अन हुन्छ फोन एकदम राम्रो तरिकाबाट कुनै पनि दागहरू नबसिकन डिस्प्ले मजाको तरिकाले बसेर फिट भइरहेछ यही तरिकाले हामीले डिस्प्ले फिट गर्न सक्यो भने एकदम राम्रो र लामो समयसम्म डिस्प्ले टिक्छ लामो समयसम्म डिस्प्ले टिक्छ यसको म टचहरूलाई पनि चेक गरेर देखाउँदैछु यसको लक मलाई थाहा भएन र म यसको इमर्जेन्सीको सहायताबाट टच चेक गरेर देखाउँदैछु एकदम राम्रोसँगले वर्क गरिरहेछ आजको लागि यति नै
जाँदै च्यानल लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। अर्को भिडियोमा फेरि भेटौँला। यस्तै भिडियो मलाई लिएर आउन सहयोग हुनेछ। सब्सक्राइब चाहिँ गरिदिएर जानु होला।